अर्कोसँग गए पनि जाओस्, कन्ट्र्याक्टमा आइदियोस्, जाओस् मसँग सम्पर्कमा आइदियोस्, एकचोटि भेट होस्, त्यही हो। कहीँ कतै अब काम गरेर अलपत्र भएर बसेको छ भने कन्ट्र्याक्टमा आउन सक्दो ठिकै छ। चाहिँ गाह्रो छ भनेदेखि चाहिँ सम्पर्क गरेर होइन कन्ट्र्याक्टमै हुन्थ्यो होइन। मसँग नआए पनि नानीहरूसँग चाहिँ अहिले के हुन्थ्यो भन्ने लाग्छ। तपाईँ हेर्दै हुनुहुन्छ फेस टु फेस नेपाल। हाम्रो च्यानलमा सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला र साइडमा रहेको बेल आइकनलाई प्रेस गर्नु भने नबिर्सिनुहोला। यहाँहरू सबैलाई नमस्कार, म रमेश भण्डारी। अहिले म झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 1 मा आइपुगेको छु। खास गरी आजभन्दा केही महिना अगाडिदेखि उहाँको श्रीमती साथै उहाँहरूको मम्मी सम्पर्क हुनुभएको रहेछ, बेपत्ता हुनुभएछ। उहाँहरूले धेरै ठाउँ खोजी कार्य गर्नुभयो, अन्तत कहीँ कतैबाट उहाँ नभेटिसकेपछि यतिखेर खोजी कार्यको लागि हामी कहाँ आउनुभएको छ। स्वागत छ, नमस्कार। के नाम हो बहिनीको? मेरो सलामी राई। सलामी राई। तपाईँको? नजिब राई। नजिब राई। के नाम बहिनीको? समीक्षा राई। समीक्षा राई। ए तपाईँहरूको चाहिँ मम्मी है? हजुरको चाहिँ श्रीमती? तपाईँको छोरीहरू? के नाम हो श्रीमतीको? कविता राई। कविता राई। ए कति भयो हराउनुभएको? घरबाट हिँडेको त 2 वर्ष भयो। अहिले कन्ट्र्याक्ट दिनुभएको चाहिँ भनेको यो फागुनमा 1 वर्ष लाग्छ। कस्तो कन्ट्र्याक्ट दिन भएको चाहिँ अब फागुनमा 1 वर्ष लाग्ने? त्यतिखेरसम्म त कन्ट्र्याक्टमा सम्पर्क भइरहेको थियो, त्यहाँदेखि चाहिँ छैन, कन्ट्र्याक्ट दिन भइरहेको छ। अब ओभन गएको हो, ओभनमा अब 4-5 महिनासम्म चाहिँ भनेको उनले कन्ट्र्याक्ट गरिरहेको थियो, सम्पर्कमा आइरहेको थियो, पातलो पातलो भए पनि त्यहाँबाट। अनि फेरि अब वहाँनिर काम गर्दा गर्दै गाह्रो भयो, म सक्दिनँ, यहाँनिर घर आउँछु भनेर भन्दै थियो। अनि अब आउँदाखेरि 1 महिना भनेको उहाँ अफिसमा बसेछ होइन। अनि अब पैसा छैन, अब के गर्नु, दिदीलाई म पैसा मागिरहेको छु भन्दै थियो। उसको दिदी कुवेतमा थियो नि त, अनि उसको दिदीले पैसा हाल्दैछ यता आउने खर्च। त्यहाँबाट अनि आएपछि उसले भन्यो म जतिखेर नै आउन सक्छु, पैसा दिदीले हालिसक्यो भन्यो। अनि त्यहाँबाट हुन्छ नि त, आउन किन गाह्रो भयो भने बसिरहेको छु भने मैले। अनि फेरि अनि 1-2 महिना काम गर्छु, अलिअलि खर्च बनाएर आउँछु भन्दै थियो। अनि काममा पनि गयो, अनि गरै थियो, कन्ट्र्याक्ट हुँदै थियो। त्यहाँबाट बिस्तारै बिस्तारै कन्ट्र्याक्ट हरायो। अनि एकैचोटि अनि अब पछि कन्ट्र्याक्ट हरायो। अनि काठमाडौँ आएको मलाई डाउट लाग्यो। काठमाडौँ आइसकेपछि चाहिँ त्यहाँबाट सबै अब उसले कन्ट्र्याक्टै अब भनेको ब्लक गरिदियो, छैन, त्यहाँबाट सम्पर्कै हुन छोड्यो। अब तपाईँले के ब्लक नै गरे? पुरै ब्लक सबैतिर? त्यहाँको अब काठमाडौँको सिनहरू टिकटकहरू बनाएर काठमाडौँमा यताउति पठाएकोहरू छ होइन, पठायो। अनि तपाईँसँग के त्यस्तो नराम्रो थियो र तपाईँसँग अब ब्लकै गरेर हिँड्नुपर्ने अथवा चाहिँ त्यसरी टाढिनुपर्ने? थिएन, केही पनि थिएन। फोनमा डिस्कस पनि, झगडा पनि केही पनि भएको थिएन। यहाँ हुँदा पनि राम्रैसँगले ऊ बिदा भएको हो, यहाँ हुँदा पनि राम्रै भइरहेको हो होइन। अनि उहाँनिर विदेशमा हुँदा पनि कहिले पनि हाम्रो डिस्कस भएन, केही पनि थिएन, राम्रै थियो, त्यस्तो केही पनि भएको थिएन। कसरी एक्कासी त्यस्तो भयो? तपाईँ ब्लक हान्न जानुभएछ? खोइ अब विदेश झगडा परेको थियो? थिएन, कहिले पनि थिएन। यहाँनिर सोद्धा हुन्छ घरमा, यहाँनिर बस्दाखेरि कहिले पनि त्यस्तो यिनीहरूले पनि सुनेनन्, मैले पनि गरेको छैन त्यस्तो होइन। त्यस्तो डिस्कस झगडा विदेशमा भएको मान्छेसँग यी पनि त राम्रै थियो। तपाईँ फेरि अलिकति अलिक भएर झगडा पऱ्यो कि त्यसरी उसलाई मन नपरेर त्यस्तो भएको त होइन कतै? होइन, अब त्यो उसको अब अर्कै बेग्लै अब सोच्छ नि, अब म जान्दिनँ, अब के गर्नु, त्यस्तो त अब मसँग कहिले पनि भएन। विदेशमा हुँदा पनि अब त्यस्तो डिस्कस झगडा कहिले भएन, राम्रै बोल्थ्यो ऊ पनि, म पनि राम्रै बोल्थेँ, राम्रै सल्लाह हुन्थ्यो, व्यवहारिक कुरा राम्रै सल्लाहहरू हुन्थ्यो। यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ, यस्तो उस्तो भनेर ऊ पनि भन्थ्यो, म पनि भन्थेँ। अब 21 अब ऊ चाहिँ काठमाडौँ पक्कै पनि नेपालमा आएर चाहिँ ऊ अब
कन्ट्र्याक्ट दिनुभएको हो। किन कारण चाहिँ के त नि अब कारण बुझ्न सक्दैन के हो, अब उही जान्दछ किन। तर अब धेरै ठाउँ खोज्नुभयो आज मन परिदिनु भएको होला त्यति त्यस्तो लाग्छ। अनि अब आज खोज्नुभयो होइन, किन खोज्नु भएको यति ढिला चाहिँ, मतलब अब प्रहरीमा त खोजिराख्नु भएको थियो होइन, अब अहिले चाहिँ किन खोज्नु भएको कवितालाई चाहिँ खास गरी? होइन अब अहिलेसम्म बाटोहरू सम्पर्कमा आइहाल्छ कि बा आइहाल्छ कि भनेर होइन, कन्ट्र्याक्टमा आइहाल्छ कि भनेर ती नानीहरू पनि कति अब रोए, म पनि अब कति अब दुःख परेँ होइन, पीडा भयो मलाई पनि। मेरो बाटो हिँडिरहेको कहिले गएको थिएँ, त्यो कुराले चाहिँ अझै गाह्रो हुन्छ हो। बहिनी मम्मीको धेरै माया लाग्छ? मम्मीसँग केही कुरो बसेन? जस्तो विदेशमा हुँदा चाहिँ कुरा हुन्थ्यो, के भन्नुहुन्थ्यो मम्मीले? कन्ट्र्याक्ट भइरहेको थियो। के भन्नुहुन्थ्यो मम्मीले? भन्नु त के भन्नुहुन्थ्यो भन्नु त? जहाँ भए पनि अब जस्तो अवस्था भए पनि होइन आइदियोस् घर, अर्कोसँग गएको भने सम्पर्कमा आइदियोस् होइन, जसकै हो भने सम्पर्कमा चाहिँ आइदेखि हुन्थ्यो भन्ने लाग्छ मलाई। ऊ कुनै आउँदैन, यत्रो छोराछोरी माया मारेर कस्तो मन हृदय हुँदो रहेछ होइन। यता तिनजना नानीहरू छन्, कस्तो हृदय हुँदो रहेछ छोरी मान्छेको, जन्म दिएर होइन माया मार्ने, कन्ट्र्याक्टमा नहुने, मसँग नभए पनि छोराछोरीसँग कन्ट्र्याक्टमा हुन्थ्यो होइन। मसँग नआए पनि नानीहरूसँग चाहिँ अहिले के हुन्थ्यो भन्ने लाग्छ? त्यही हो, पुरै माया मारेर जे भए पनि जहाँ भए पनि होइन कन्ट्र्याक्टमा आइदियोस्, एकपल्ट सम्पर्क गरोस् भन्नुहुन्छ? सम्पर्क गरोस्, ऊ बसे पनि नबसे पनि होइन, अर्कैसँग गए पनि जाओस्, कन्ट्र्याक्टमा आइदियोस्, जाओस्, मसँग सम्पर्कमा आइदियोस्, एकचोटि भेटोस्, त्यही हो। कहीँ कतै अब काम गरेर अलपत्र भएर बसेको छ भने कन्ट्र्याक्टमा आउन सक्दो ठिकै छ। चाहिँ गाह्रो छ भनेदेखि चाहिँ सम्पर्क गरेर होइन, त्यही हो मेरो भनाइ चाहिँ। यो मान्छेको अत्तोपत्तो नभएर जो विहीन भएर यत्रो मैले पर्खेँ बाटो हेरेँ आउँछ कि सम्पर्कमा भन्दै केही भयो कि भन्ने पनि लाग्छ। लाग्छ नि आफ्नो श्रीमती यत्रो वर्ष जीवन बिताएर बसेको यत्रो छोराछोरी अनि बहिनीसँग चाहिँ के कुरा भएको थियो मम्मीसँग विदेशमा हुँदा? के भन्नुहुन्थ्यो? त्यही फोन गर्नुहुन्थ्यो, त्यही पनि गरि चाहिँ रहनुहुन्थ्यो, भिडियो कल पनि गर्नुहुन्थ्यो धेरै साह्रो, भोइस मेसेजहरू गर्नुहुन्थ्यो, त्यतिकै बोल्थ्यौँ अनि कुराहरू गर्नुहुन्थ्यो, त्यति धेरै पनि बोल्दिनँ थियौँ, राति एकछिन बोल्थ्यौँ। बाबासँग चाहिँ त्यति साह्रो बोल्नुहुन्थ्यो, हामीसँग चाहिँ अलिक भए पनि बोल्नुहुन्थ्यो अनि बोल्थ्यौँ। अनि आउनु कि नआउनु भन्नुहुन्थ्यो, अनि हामी चाहिँ आउनु नै गाह्रो भएको छ भने भन्थ्यौँ। अनि अब 1-2 महिना काम गरेर आउँछु भन्नुहुन्थ्यो, 1-2 महिना काम गरेर पैसा लिएर आउँछु भन्नुहुन्थ्यो। अनि हुन्छ भन्यौँ, अनि फेरि पर्ख्यौँ 1-2 महिना पनि, अनि फेरि अनि अब के भन्छ अझै अब काम गर्छु 1-2 महिना, अब पैसा पनि छैन होला घरमा भन्नुहुन्थ्यो नि त। यत्तिकै हुँदै कति महिना बितिसक्यो आउनु भएन, अनि कन्ट्र्याक्ट पनि हुन थालेन। अनि मम्मीले त्यस्तो अरू कुरा त केही भन्नुभएको थिएन होला नि, कि केही भन्नुभएको थियो? त्यही त काठमाडौँमा आएर उसले आएर त होला नि होइन, तिमीलाई लुगा कपडा म काठमाडौँ पठाइदिन्छु, कस्तो कस्तो लुगा साइजहरू भन त भनेर जुत्ताहरू
अनि फोटो खिचेर पठाओ भनेर रहेछ यिनीहरूले पठाएको छन् होइन के तर बाबा आमालाई नभन् भनेर उसलाई मेसेज आमाको मोबाइललाई मेसेज पठाएको रहेछ हो बहिनी त्यस्तो भन्नुभएको थियो त्यो नभन् भनेपछि त अब तपाईँहरूलाई चाहिँ के नभन भन्नुभयो बाबालाई र आमालाई के भन्नुभएको थियो मम्मीले त्यतिखेर हिँड्ने बेला अथवा चाहिँ के कुराहरू के भयो थियो हिँड्ने बेला त्यस्तो केही भन्नु भएन त्यस्तै उता हुँदैखेरि म तिमीहरूलाई काठमाडौँबाट लुगा पठाइदिन्छु बाबालाई नभन्नु म आमालाई नभन्नु घरमा कसैलाई नभन्नु अनि त्यहाँदेखि कन्ट्याक्ट भएन लुगा पठाइदिन्छु भनेर त्यसपछि कन्ट्याक्टलेस नै हुनुभयो आइडी डिएक्टिभ न लुगा न मान्छे आउँछ त्यहाँबाट डिएक्टिभ नै छ पुरै डिएक्टिभ तर मम्मीले त्यस्तो गरे पनि तपाईँहरू धेरै मिस गर्नुभएको रहेछ नि त होइन मम्मीको धेरै याद आइरहेको छ नानीहरू चाहिँ प्रायः जहिले रोइरहन्छन् मतलब हुन्छ नि मम्मीलाई मिस गरेर गएर याद आउँदो होला सम्झेर मेरो सुख गइरहन्छ यहाँ कसैले पनि अब यताउति सुन्छु काठमाडौँमा भेटाएँ अब विदेश जाने हुन्छ नि यहाँ केटीहरू आइपुग्छु काठमाडौँमा भेटाएको थिएँ अर्का मुखबाट सुनेको मैले होइन भेटाएको थिएँ यसरी तिमी त फल्ला होइन भन्दाखेरि अनि उसले चाहिँ जाउँ हिँड के गर्दैछौ तिमी त अनि विदेशमा थियौ त अनि के जान आँटेको कि फेरि घर जान आँटेको भन्दा त्यसरी सोद्धाखेरि मलाई हतार छ ऊ मान्छे मेरो साथी गइसक्यो भनेर चाहिँ ऊ फुत्केर हिँडेको भन्ने पनि सुनेँ मैले होइन त्यसरी सबै भेटाएको अरे भेटाएको लेडिजले कसैले मैले सुने अर्कामा त्यसो हुँदा त पक्कै पनि ऊ विदेश त छैन काठमाडौँ आइसकेको छ काठमाडौँ आएरै ऊ हराएको कतै काठमाडौँ नै छ कि कतै पश्चिमतिर कोहीसँग त्यसरी अर्कोसँग गए पनि गएको होला कि अलपत्रै अब परे पनि जे भए पनि सम्पर्कमा आइदिएदेखि त हुन्छ ढुक्क हुन्थ्यो नि त होइन कि घरमा आओस् कि सम्पर्क गरोस् घरमा फोन गरोस् छोराछोरी छ छोराछोरी माया लाग्नुपर्छ अब मम्मीले होइन बहिनी मम्मीको नाम कविता है अब अहिले सम्पर्कविहीन हुनुभएको छ होइन तपाईँहरू लुगाहरू किनिदिन्छु भनेर फोटो पठाएर यतिखेर अब कहाँ हुनुहुन्छ कहाँ हुनुहुन्छ थाहा छैन होइन अब आज 1 वर्ष बितिसक्न लाग्यो अब धेरैले यो भिडियो पनि हेर्नुहुन्छ मम्मीले पनि हेर्नुहुन्छ होला कहीँ कतैबाट होइन मम्मीलाई के सन्देश दिनुहुन्छ कसरी घर फर्काउनुहुन्छ के भन्नुहुन्छ मम्मीलाई भन्नु त अब मम्मी घर सम्झेर आउनु भएको अनि अब घरमा यस्तै छ अब बाबा हामी घर परिवार सबैले माया गर्छौँ घरमा आउनु भएको धेरै माया छ घर छिटो आउनु धेरै याद आइरहेछ अब कपडा किनिदिन्छु भनेर फेरि सम्पर्कविहीन हुनुभएको छ बा केही त्यस्तो भयो कि भन्ने पनि लाग्छ के गाह्रो साह्रो पऱ्यो कि जस्तो पनि लाग्छ कतिमा पढ्नुहुन्छ तपाईँ 9मा स्कुल चाहिँ जाँदै हुनुहुन्छ तपाईँ कतिमा पढ्नुहुन्छ 8मा अनि मम्मीलाई के भन्नुहुन्छ कहीँ कतिबाट मम्मीले हेर्दै हुनुहुन्छ होइन अब सबैतिर खोज्नु भयो भेटिनु भएन होइन अब के भन्नुहुन्छ भन्नु त मम्मीलाई अब हामीलाई अब जन्म दिनुभयो अब छिटो आउनु भन्न चाहन्छु अब यसरी छोराछोरी चाहिँ माया त लाग्नु पर्छ हामीलाई पनि अब आउनु छिटो हाम्रो पनि अब पढाइहरूमा अब टेन्सन हुन्छ होइन याद आइरहन्छ छिटो आउनु भन्छ टेन्सन हुन्छ घरमा पनि कति टेन्सन छ पढाइहरूमा पनि अब फोकस हुँदैन साह्रो छिटो आउनु अब हामीलाई पनि याद आउँछ तपाईँको अब तपाईँलाई आउँछ कि आउँदैन थाहा छैन र पनि छोराछोरी छ भनेर याद गरेर आउनु भन्छ तर मम्मीले त याद गर्नुहुँदो रहेछ नि त फेरि होइन बहिनीहरू कति धेरै मिस गर्नुहुँदो रहेछ तर मम्मीलाई याद आउने भए त फोन गरिहाल्नुहुन्थ्यो नि जे भए पनि एकचोटि सम्पर्कमा आइदिनु हामी धेरै याद गरेको छौँ भन्नुहुन्छ सम्पर्कमा आइदिनु
अब यो अब हामी मानिसहरू कस्तो कुन होइन अब यति राम्रो फुल जस्तो छोरीहरू अब श्रीमानसँग उहाँको होला केही त्यो त उहाँहरू पछि हुने कुरा हो त्यो होइन। तर यति राम्रो राम्रो छोरीहरू होइन पढाइमा पनि त्यति राम्रो रहेछ उहाँहरू अहिले पढ्दै हुनुहुन्छ। अर्को छोरा पनि हुनुहुन्छ, 3-3जना छोरा अब छोडेर अब अहिले कहाँ हुनुहुन्छ म कहाँ हुनुहुन्छ भनेर भन्न सक्दिनँ, तर प्रष्ट बुझ्न सकिन्छ होइन। सम्पर्कै नगर्ने भनिसके पछाडि कि त कुनै घटना घटेको हुनु पर्यो, नभएदेखि त्यो त तपाईँहरूले बुझ्दा हुन्छ होइन। कविताजीलाई चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ यो हदसम्म चाहिँ नगर्नु क्या, उहाँले मात्रै नै कसैले पनि यस्तो हदसम्म चाहिँ नगर्नु। यति राम्रो राम्रो छोराछोरी छोडेर छोरामा छोरा छोरीमा छोरी सबै हुनुहुँदो रहेछ त होइन। अब यस्तो छोडेर तपाईँ यतिखेर सम्पर्कविहीन हुनुहुन्छ, अझ कपडा किनिदिन्छु लुगा किनिदिन्छु भनेर फोटो पठाएर नै सम्पर्क एउटा आश्वासन देखाएर सम्पर्कविहीन हुनुभएछ कि ढाट्नै पर्थ्यो र हराउनको लागि यो किनिदिन्छु त्यो किनिदिन्छु भनेर भाग्नको लागि। तर यो तपाईँले जुन यो यस्ता खालको कर्म नगर्नु होला है। यो नानीहरूको आँसु लाग्छ क्या तपाईँलाई होइन। यदि तपाईँको यादमा तडपेर रुने छोरी अब श्रीमानको देख्नुभयो होइन। अब यस्तो छोडेर तपाईँ अब के भन्ने र खालि केही छैन होइन। कविता राईलाई म अनुरोध गर्छु सम्पर्कमा आउनु, आफ्नो व्यवहार मिलाउनु। छोराछोरीलाई एउटा होइन तपाईँहरूलाई माया यति माया गर्छन् छोरीहरूले होइन, त्यो भएकोले तपाईँ सम्पर्कमा आउनु, आफ्नो व्यवहार मिलाउनु, आफ्नो छोराछोरीसँगै बस्ने रहर कति मान्छेहरूलाई हुन्छ। तपाईँले चाहिँ के भएको यस्तो, त्यो भएकोले सम्पर्कमा आउनु होला, आफ्नो व्यवहार मिलाउनु होला। र कविता राईको फोटो हामी राखिदिइरहेका छौँ। उहाँको त्यो टिकटकहरू पनि यहाँ निकै छन्, नेपालमा आएर उहाँ रमाइलो गरेका टिकटकहरू, ती पनि म यहाँहरूलाई राखिदिन्छु। कहीँ कतै देख्नुभयो भने चाहिँ सम्पर्क गरिदिनु होला होइन। यस्तो हुँदैन, यस्ता केटाकेटी रुवाएर सबै तहसनस बनाएर अहिले यस्तो अवस्था रहेको छ। र त्यो कारणले गर्दाखेरि चाहिँ कविता राई जो चाहिँ अहिले हराउनु भएको छ, उहाँलाई कहीँ देख्नु भने सम्पर्क गरिदिनु होला। र साथै कविता राईलाई चाहिँ म सम्पर्कमा आउन पनि आग्रह गर्छु। उहाँसँग गाह्रो भयो भने मसँग आउनुहोस्, सहजीकरण म गरिदिन्छु। के तपाईँ के चित्त नबुझ्या हो के हो, अथवा चाहिँ किन यस्तो गर्नुभयो भन्ने कुरा बसेर छलफल गर्नु होला। र बाँकी कुराकानी हामी दोस्रो भिडियोमा जब उहाँ भेटिनुहुन्छ त्यसपछि स्पष्ट कुराकानी राख्ने प्रयत्न गर्छौँ। हामीसँगै रहनु होला।